हाइलाइटमा स्वागत छ। म अमृता घिमिरे। अहिले मध्याहको 12 बजे। सबभन्दा पहिले प्रमुख समाचार। घाँटी रेटी महिलाको हत्या दुर्घटनामा 2 जना घाइते, फ्ल्याट टिभीको बिक्री बढ्यो। अब समाचार विस्तारमा। धनुषा जिल्लामा मंगलबार बिहान एक महिलाको घाँटी रेटी हत्या भएको छ। हरिपुर हडवा नौकी कविता यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। हत्याको आशंकामा प्रहरीले 4 जनालाई नियन्त्रणमा लिएको छ। उनीहरू सबै यादवको परिवारको रहेको प्रहरीले जनाएको छ। कविताको शव शल्यक्रियाको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। समाचारमा एकैछिन विश्राम। अब बाँकी समाचार। ट्र्याक्टरले ठक्कर दिँदा नारायणपुर बजारमा मंगलबार 2 जना विद्यार्थी गम्भीर घाइते भएका छन्। भुता खोलाबाट गिट्टी लिएर घोराईतर्फ आउँदै गरेको रायक त 707 नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ठिकपुर गाविस 7 रामघाटका 14 वर्षीय सन्तोष विक र मंगल चौधरी गम्भीर घाइते भएका हुन्। साइकलमा चढेर विद्यालयतर्फ हिँडिरहेका दुवैलाई ट्र्याक्टरले ठक्कर दिएको थियो। ट्र्याक्टरको ठक्करबाट घाइते भएका सन्तोष विकको अवस्था गम्भीर छ भने मंगल चौधरीको खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ। माओवादी निकट वाइसिएलले आफ्ना कार्यकर्ताको हत्याको विरोधमा गरिएको बन्दका कारण नलपरासीको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। अब आर्थिक समाचार। विश्वभर चेप्टो स्क्रिन भएका टेलिभिजनको बिक्रीमा 36% वृद्धि भएको छ। सन् 2009 सम्म यस्ता टेलिभिजन सेट 12 करोड 10 लाख थान बिक्री भएको एक अमेरिकी अनुसन्धान संस्थाले जनाएको छ। उक्त वर्ष अघिल्लो वर्षको तुलनामा 2% बिक्री बढेको हो। अब समाचारमा विज्ञापन। अब बाँकी समाचार। समाचारको अन्त्यमा प्रमुख समाचार। घाँटी रेटी महिलाको हत्या दुर्घटनामा 2 जना घाइते, फ्ल्याट टिभीको बिक्री बढ्यो। दुर्घटनामा 2 जना घाइते, फ्ल्याट टिभीको बिक्री बढ्यो। हस् त, मलाई पनि आज्ञा दिनुहोस्। नमस्ते। यो लास्ट टाइम बिग्रेको।